अब दसैँ तिहार निसकियो साथी हो। सबै काममा छन्। मेरो आफ्नो चाहिँ काम गर्ने बानी हटेछ। अब काम सबै कोही घाँस काट्न गए, कोही कहाँ गए, कोही कहाँ गए। अब म चाहिँ काम के गरौँ भन्दाखेरि म चाहिँ तरकारी पकाउने। अनि त्यही भएर यहाँ तरकारी लिन आएको छु बारीमा। गाह्रो छ हौ, गाउँमा त अल्छी भइएछ। अब बसिखाने बानी भयो काठमाडौँमा। यहाँ काम प्यारो हुन्छ। सबैजना काममा गएपछि आफू पनि त जानु पर्यो। अनि गाह्रो छ, के गर्ने है, गाह्रो छ। होइन टिप्नु पर्यो। प्याज कि लसुन बारीमा पसेको छु, भरे मलाई मार्छन् होला। अनि यस्तो छ, काठमाडौँमा बसिखाने बानी भयो। गाउँमा काम धेरै हुन्छ, काम प्यारो। जसको काम गर्यो उसलाई माम दिन्छन्। मलाई गाह्रो छ हौ, गाह्रो छ मेरो। आज तरकारी पकाउने पालो। यहाँले नि अलिकति टमाटर रहेछ लैजाउँ भनेको। आइज चढेर यो टमाटर चाहिँ आज लगेर पकाउनु पर्छ ल। माथि पनि रहेछ अझै टमाटर। गाह्रो छ त साथी हो यहाँ त। टमाटर लगेर पकाउनु पर्छ। सबैजना घाँस काट्न, दाउरा काट्न कोखा गए। मलाई त खल्ती लाग्छ यार, काम गर्नु भनेपछि। खाना पकाउँछु भनेको छु। अब यस्तै हो लु, गइयो बाहिर बारी अलिकति चाहिँ गइयो त साथी हो। यस्तै छ जिन्दगी। म त यहाँ आज यहाँको पुरै पकाउने मान्छे। म अरू सब काम गर्नु गएँ, म चाहिँ तरकारी पकाइरहेको छु गाइज। यस्तो छ, तरकारी पकाइरहेको छु। तरकारी पकाउने काम चाहिँ मेरो। यस्तो छ गाइज। गाह्रो छ हजुर।